यो दुनियाँ मलाई यसो गरेर त होइन उसमा नि यो के यो हाम्रो त्यस्तो एक दुई खेप आयो भने डुब्नुहुन्छ है डुब्नुहुन्छ धन्यवाद दिदी ए सम्मान ल एकदम यहाँ म बोल्दै बोलेको छु त यहाँ एकछिन समय देऊ त एकैछिन ल चाहिँ मसँग बस त हाम्रो राजन सरको यो उद्योगको हाम्रो उद्योगपतिको कान्छो छोरा हो ओके भन ओके भन न ओके 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 भन साइनोले मेरो दिदी तर म्याडम भन्नुपर्छ अनि अर्को कुरो साउनी पनि हो के हो टिका लगाउँदाखेरि आशिक दिएको जत्तिकै अनि बरबरिनुहुन्छ त किट्दाखेरि लु होइन अनि दिदी यो कहिलेदेखि कति साल भयो यो सञ्चालन गर्नुभएको भयो नि 58 सालदेखि इलाममा गरेको लगभग 10 वर्ष भयो 10 वर्ष अनि यहाँको यो यति सुन्दर टोपीहरू हो अनि यो के भन्छ यो घरेलु सामानहरू यस्तो मेटलहरू कहाँ युरोपतिर पनि पठाउने गर्नुभएको छ थोरै थोरै दानेले कोसेली लाँदाखेरि कसैले मार्केटै गरेर त दिएको छैन दिनुभएको छैन सकिँदैन अब अहिले यो सरदर कतिदेखि कतिसम्म लो र कतिसम्म हाईमा बिक्रीमा हुन्छ नेपाली रेटमा नेपाली रेट छ अब त्यस्तै साडीहरू 4 देखि लिएर 7,000 सम्मको निकालिन्छ होइन ओड्ने अरू कपडाहरू त अब हेरी ओड्नेहरू पनि त्यस्तै हो 1200 देखि 1500 1800 कुर्ता सुरुवाल हुन्छ 2200 होइन लोमा 1600 नत्र 2200 2500 आइन्छ अनि सर हजुर अहिले यहाँले आफ्नो कारखानामा चाहिँ कतिजना रोजगारको व्यवस्था गरिदिनु भएको छ कतिजनालाई रोजगार दिनुभएको छ नि जम्मा 16-17 जना त्यस्तै छ 17 जना मैले त गरेकै छु सहयोग गरेको छु नि सबै एकल रूपमा गरिराख्नु भएको छ अनि यो डिलर पनि राख्नु भएको छ अन्य क्षेत्रमा अन्य यसो अब अलिअलि होलसेल दिन्छ क्या थोरै थिन अब यसमा ताप्लेजुङतिर 5 तारतिर दिन्छु कि अब खासै चाहिँ म यहाँ सस्तो रूपले चाहिँ दिन्न होलसेल भनेर यहाँ जताततै चाहिँ होइन ढाका पसलमा दिन्छु यसलाई होलसेल दिनै सकिँदैन धेरै उत्पादनै हुँदैन अब अहिले एक त कालीगढको अभाव हुन्छ महिलाहरू सबै विदेशिनु थाले तर यी यस्तो राम्रो रोजगार दिनुभएको रहेछ महिलाहरूलाई खुसी लाग्यो खोज्या हो तर खै दिन सकिएला जस्तो छैन सबै कुरो मान्छेको मनमा हो विदेशमा गएपछि धेरै कमाउँछु भन्ने मनस्थिति बनाइहाल्छ अहिले हजुर अनि ट्रेनिङ पनि दिने गर्नुभएको छ यसमा केही नजाने एकैचोटि आएर सुरु गर्न पनि सक्छ नि यस्तो बुझ्नु होला त्यो त ट्रेनिङ लिए पछाडि उसको विचार कस्तो हुन्छ नि सक्छु सक्दिनँ त त्यो उसमा भर पर्ने कुरा घरेलुमा रजिस्टर गर्नुभयो र चलाउनु भएको त होला नि यो एकचोटि केन्द्रीय पुरस्कार पनि पाएको ए के पुरस्कार यो चाहिँ घरेलु नगद दिएको थियो 2-4 चोटि भाग लिएको थिएँ कि अनि एकचोटि केन्द्रबाट पनि पाउनु चाहिँ पाएको छ ल मैले अहिले सुनेँ त्यसको लागि देखेँ बधाई छ अन्त्यमा के भन्नु छ कि यो यहाँको यो यहाँ उत्पादन भएको चाहिँ सामानहरू अन्य देश अरू मुलुकमा पनि जाओस् र मार्केट बढोस् भन्ने अथवा केही प्रवर्धन गर्नको लागि त्यो त अब भन्नै पर्छ नि हो किनभने हामीले गरेको कुराहरू अन्त देशमा जाओस् होइन हाम्रो मार्केट होस् यहाँको बेरोजगारी महिला दिदीबहिनीहरूले यति दुःख गरेर गरेको चिजमा अझै पनि हौसला प्रेरणा थपियोस् भन्ने हुन्छ नि अब जसले जहीँ मार्केट बढ्छ तब त बढ्ने हो नि त अब मान्छे के अरे गर्नुपर्ने एउटा जोस जङ्गर चल्ने हो त्यति गरौँ बिकिदिएन भने कहाँबाट के भनेर गर्नु होला सर हजुर आफ्नो जागिरको अलावा पनि यो यहाँले उद्योग खोल्नुभएको छ यहाँ बेरोजगार महिला दिदीबहिनीहरूलाई धेरै दिनुभएको रहेछ यो रोजगारको व्यवस्था गरिदिनु भएको छ यसको लागि सरकारतर्फबाट चाहिँ यहाँलाई केही सहयोग मिलेको छ कि छैन हामीले सरकारतर्फबाट त्यस्तो राम्रो सहयोग मिलेको छैन होइन यो
एउटा दर्ता गर्ने कामदेखि दर्ता हो घरेलु विकास वैधानिकता समितिले लिनेसम्म हो त्यहाँभन्दा अरू कुरा छैन घरेलु विकास समितिले घरिघरि प्रदर्शनमा यसो उभ्याइदिन्छ त्यो आफ्नो सिप प्रदर्शन गर्ने उयो मात्रै हो अरू सहयोग त त्यही हो मैले देखाएको छु भन्ने मात्रै हो प्रदर्शन भन्ने कुरो जहीँ लाँदा पनि हुने नै हो ल त अन्त्यमा यहाँहरूलाई धेरै धेरै शुभकामना बढाउँदै जानुहोस् अर्कोचोटि आउँदाखेरि 50-60 जना महिला दिदीबहिनीहरूले काम गरेको देख्न पाऊँ हस् ल म आशीर्वाद लागोस्। सम्पूर्ण युवा परदेशी दाजुभाइहरूको तर्फबाट यहाँलाई शुभकामना पनि हाम्रो यहाँ समग्र उसबाट उद्योगको तर्फबाट धन्यवाद थ्याङ्क यू